प्रोग्राम कम्युनिटी हेल्थ साइन्स भनेको के हो भनेर हामीले पढेको मान्छेहरूलाई बुझाउनु पर्ने हुन्छ। त्यसले गर्दा हामीले भोलि पर्सितिर डाटा कलेक्सन गर्न जाँदाखेरि सजिलो हुन्छ कि, किनभने उहाँहरूलाई थाहा हुन्छ नि त हामीले के गर्न आएको छु, के उद्देश्य ल्याएको छु, उहाँहरूले के हेल्प मिल्छ भनेर। त्यसले हामीले अब वाडा प्रोग्राम गर्नु पऱ्यो। यो चाहिँ हामीले गाउँपालिकामा गऱ्यो, हो त्यही प्रोग्राम चाहिँ आज वाडा कार्यालयमा गर्नु पऱ्यो क्या हामीले। त्यही माथि हामी सब साथीहरू 2 जना साथीहरू पुगिसकेका रहेछन्। दुइटै, एउटा गट एउटा अनुश्रुति लिडर। हामी चाहिँ नमुनाहरू यहाँ जाँदैछौँ। यो चाहिँ चिकना छैन। आज हामी प्रोग्राम गर्नुपर्ने हुन्छ। सबै सोसल नेटवर्कदेखि लिएर यो यस्तो छ। पछाडि साथीहरू आउँदैछन्। पढ्नलाई बनाएको डाक्टर बस्ने हुन्। हुन पनि हो, सोच त त्यही छ, भोज खान पाइन्छ कि भनेर हो। अरू भन्दा पनि डाटा कलेक्सन त उस्तै हो। Hello guys, we are at Sunda district. सुन्जा गाउँपालिका वाडा नम्बर 2 बस्तीवाडामा हामी अहिले छौँ। बिस्टावाडा हामी तथ्याङ्क सङ्कलन गर्न एकदम खुसी लागिरहेछ यार साथीहरू सरहरू। मतलब आमाले हाम्रो एकदम खाजा मिलाइदिनु भएकोमा, रोटी तरकारी अचार घिउ मिलाइदिनु भएकोमा आमाप्रति धेरै धेरै हार्दिक आभार व्यक्त गर्न चाहन्छु र यसको लागि हामी सधैँभरि आभारी रहनेछु। र आउँदो दिनमा यो सिजा उपत्यका 2 नम्बर वाडामा हामी यस्तै गरी साथ सहयोग र खाजाहरू पनि पाउने छु भनेर आशा लिएको छु र सम्बन्धित सम्पूर्णमा पुनः पनि हार्दिक कृतज्ञता व्यक्त हुन्छ। जुम्लामा यस्तो पनि हुँदो रहेछ, खाजा खानु पायो। डाटा कलेक्सन गर्दा गर्दै थाकेर हामी साथीहरू दिदी लास्ट टाइम हामीलाई ल दिदीले झन् घिउको अफर गर्दै हुन्थ्यो, तर यहीँ धेरै छ खानेकुरा गयो। घिउ खान्छ अब। घिउ पनि आन्टीको भिडियो आन्टी यता आइहाल्नु भयो दिदी। ल दिदी धेरै धेरै धन्यवाद। यो आन्टी र यो आमा मिलेर हामीले खाजा बनाइदिनु भएकोमा धेरै धेरै धन्यवाद। ल निकै खुसी लाग्यो। हामी पढ्दाखेरि सुन्दै थियौँ, सरहरूले भन्दै हुन्थ्यो भन्दै हुनुहुन्थ्यो कि दिदी हाम्रो पानी देखायो कि खास सजाको मजाले खानु अस्ति रोटी मात्रै सक्नु फेरि साथीहरूको यहाँ वाउ मुभमेन्ट भइरहेको छ। मेरो नले त ल साथीहरू, ल के जाऊ 2-4 शब्द खाजा पाएकोमा। हेलो गाइस, आमालाई धेरै धन्यवाद। हाम्रो आमालाई केटा र त हेलो ओइ रविन्द्र खानतिर ध्यान नदिनु। कहाँ बिजी? यसमा बिजी? एकदम मिठो छ है। आमालाई कति हो देखाएको हाम्रो यहाँ एउटा अङ्कलको डिपी लिँदैछ यहाँ। राम्रोसँगले है, राम्रोसँगले हतियार दामा भन्दैन त चाहिँदा त खाएको चाहिँ नलियो है। एउटा बच्चाको क्याम्प चल्दैछ, क्याम्प हेल्थ पोस्ट सिआर हुन क्या दिने त्यही त उसले दुःख लाग्छ सिआर भनेपछि। ओके गाइज यहाँ एउटा हाम्रो यस माइक्रो हेल्थ प्रोजेक्ट चल्दैछ र हाम्रो आन्टी भारी भारी शब्द हाम्रो आमाले खाजा
रुखको व्यवस्था मिलाइदिनु भएकोमा धेरै धेरै धन्यवाद। धेरै भोक लागेको थियो हामीलाई। यो हाम्रो साथीहरू छ सबै हो सेतो हिउँमा सेतो कोट लगाएको मान्छे देख्न पाउँदा यो सम्पूर्ण वडा नम्बर 2 को जनसमुदायहरू एकदम हर्षित हुनुहुन्छ। Happy word. माइक्रो हेल्थ प्रोजेक्ट बाजेको नाम ल्याउनु म नदेखे पनि इमेजिन गरेर टाढा भयो चितवनकामा अलिक बढी नै टाढा भयो। के गर्नै पर्यो काम टाढा भए पनि। विशेषज्ञ बनाएको छु हजुर किनकि अलि यहाँले त्यो कुराहरू ल्याकिङ थियो त्यो कुराहरू यसको सुधार भएको छ। भोलिहरूको कुरालाई आउने दिनहरूमा पनि यस्तै सुधार हुन्छ। कुराहरू सुधार हुन्छ होइन। जो राजु चाहिँ राम्रो मान्छे त के गरौँ अलिकति कलुवा छ। यो कस्तो आराम हेर नदेखेको क्या मेरो यो आराम हेर्न यी नदेखेको क्या बाटै थाहा अब बाटै थाहा छैन कहाँ हो यो सागबारीमा आयौँ हामी। बाटो कता हो कता बाटो त्यहाँ देखाएर यताबाट बाटो आउनु छैन दिदी तलै बाटो घुमेर आउनुपर्छ। दिदी तपाईँको घरमा भइसकेको छ ल सब भ्याइसकेका रहेछन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा लास्ट अहिले ऊ छन् के एक महिना एक्टिभ सामुदायिक स्वास्थ्य निरूपण कार्यक्रममा हामी अनि फेरि तिमी भारी ओर नदेऊ त यार साथी म त वाक्क भइसकेँ। भारी उठ्दैन क्या टकटक दिन देखेँ मैले के हो यो थाहा छ यो किसको बोटो थाहा छ खान त खान्न तै पनि थाहा छ मलाई बाँच्न नसुकेर थाहा पाइदिन्छु म। र गाइस तिमीहरू कहाँ खेतमा गयो यहाँबाट बाटो छ कि यता के गर्नु घर घर गल्ली गल्लीमा जानु परेको छ। ओ चर्च त्यहाँ रहेछ होइन त्यो गाइजहरू हामीहरू त्यहाँ यस्तो यस्तो छ बाटो यस्तो यस्तो बाटो यस्तो बाटो छ यार यति लाइभ फोटो किन भ्लग यस्तो भइसक्यो मेरो त गीत बजाइदिउँ म बजाएको न बजायो के भएर गीतै बजाइदिउँ। यो डक्टर साहबहरू यो 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 म नि हेर्छमै रहेछु यार जिउनु नै होला सरी नै मेरो कपाल मिलाएको हेरौँ यस्तो गरौँ यसो यता गोट यता हेरौँ न यसो यही गीत फेरि नगर गीत यो गीतमा झाउ लाग्छ क्या बोल्दा यही गीत के फेरि हामी हेरेको नाचे भन्ला हर जगह ढूंढे तुझे बेवजह ये मैं हूँ या कोई और है मेरी तरह कैसे हुआ तू इतना जरूरी कैसे हुआ बिस्तारै कम डाउन इतना जरूरी कैसे हुआ। सेकेन्ड पार्ट झन् भाग्नु सेकेन्ड पार्ट झन् हाल्ने सेकेन्ड पार्ट हाल्नु पर्यो डक्टर हो नि मैं बारिश की बोली समझता नहीं था हवाओं से उलझता नहीं था ये सीने में दिल कहाँ थी मुझे ये खबर कहीं पे सोते कहीं पे सवेरे आवाज लिप्सिङ आउनु अब ठहर जा ये कहती है तेरी नजर जो भी है ना और कुछ हाल हो गया है मेरा आँखें में
यो मान्छेले अझै सक्क आएन त्यो ये मैं हूँ या कोई और है मेरी तरह सिङ्गरको त लग्यो होइन र उसले इङ्ग्लिस टिचरले भाषण छोडे जस्तै गर्छ यो मान्छे Pull your legs. जहिले नि Kick it so hard that they will always forget to catch the legs. In this way, you will rise. Thank you. उता देखा न यो इङ्ग्लिस टिचर नदेखा न मलाई नदेखा के यार घरको कान्छो छोरो आफन्त भन्छन् मोरो ले केही गरी खाँदैन घर उडान पेही नजाने क्यों इलाही मेरा जी आए आए इलाही मेरा जी आए आए Happy birthday to you. Happy birthday to you. भाइ का बर्थडे ए पप्पू म सकेन मैले बुढाले